को शुभ नाम नमस्कार म मनिष हामी नेपाली हो भनेर गर्वका साथ हाम्रो शिरमा ढाका टोपी लगाइन्थ्यो भने आज यो ब्यानर लगाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ के यसमा हजुरहरू सरकारले के भन्न चाहनुहुन्छ? पक्कै पनि हो। हामीले ढाका टोपी लाएर हामीले एउटा नेपाली पोसाक देखाउनु पर्ने अवस्थामा आज हामीले यो विभिन्न प्रकारका ब्यानरहरू लगाएर हिँड्नु परेको छ। यो सरकारको विरुद्धमा हामीले लगाएका हौँ किनभने सरकारले हामी शिक्षकहरूको कुनै पनि मागहरू पुरा गरेको छैन। त्यसैको विरुद्धमा हामीले यो सडक आन्दोलन र यो ब्यानर टाउकोमा टोपी बनाएर लगाएर हिँडेका छौँ। हजुरहरूको यो आन्दोलन के सफल हुन सक्ला त? पक्कै सक्छ। यहाँले देखिरहनु भएको छ यदि ठुलो मासले नै भन्छ यो आन्दोलन सफल हुने कि नहुने भनेर। अब यही तरिकाले सरकारले अब 2 दिन पनि थेक्न सक्दैन। हाम्रो माग अवश्य पुरा हुन्छ। हजुरहरूको माग पुरा नभएमा कक्षा 12 को सञ्चालन हुने परीक्षा रोकिने भनेर विभिन्न समाचारहरूमा आइरहेको छ। के यो सत्य हो त? हो, यो सत्य हो। पक्कै पनि अब कक्षा 12 को परीक्षा मात्र होइन, अब एसईको कापी काट्ने अवस्था आइसकेको छ। विद्यालय खुल्ने अवस्था छ। यी सबै कुराहरू अब ठप्प बन्द हुन्छ। हस्, धन्यवाद।